हेलो गाइज, वेलकम टु माई ब्लग। आज हामी बनाउन गइरहेका छौँ एगलेस केक। एगलेस केकको लागि हामीले सामानहरू ठिक पारेर राखेका छौँ। हाम्रो यहाँनिर ओइल र भेनिला एसेन्स हामीले रेडी पारेर राखेका छौँ। अब यसमा चाहिँ हामीले एड गर्छौँ कन्डेन्स मिल्क। यो चाहिँ हाम्रो एगलेस भेनिला केकको लागि चाहिँ हामीले यो सामानहरू ठिक पारेर राखेका छौँ र हामीले सामानहरू अब ठिक पारिसकेपछि चाहिँ हामीले चाहिँ अब यसमा कन्डेन्स मिल्क एड गर्छौँ। कन्डेन्स मिल्क हालिसकेपछि चाहिँ मजाले मिक्स गर्ने। यो चाहिँ कोक हालिसकेपछि चाहिँ फेरि मजाले एकदमै फ्लफी टेक्सचर आउने गरी हामीले चाहिँ फिट्नु पर्यो। यसमा चाहिँ हाम्रो बेकिङ पाउडर, त्यसपछि फ्लावर अनि त्यसपछि सल्ट हामीले एड गरिसकेका छौँ। अनि यसलाई चाहिँ हामीले फेरि मिक्स गर्छौँ। हामी चाहिँ टोटल आज 3 पाउन्डको केक हामी बनाउन गइरहेका छौँ। 3 पाउन्डको केकको लागि चाहिँ हामीसँग एउटा छ 2 पाउन्डको मोल्ड। यसमा चाहिँ हामीले टिनमा चाहिँ ग्रिस गरेर बटर पेपर लगाएर टुक्राएर राखेका छौँ। अनि त्यसपछि यसमा चाहिँ हामीले अब जोखेर राख्छौँ। कति हाल्छ? 500। यसलाई चाहिँ टाइमर सेट गरेर राखेका छौँ। 30 मिनटपछि हाम्रो केक के कसो हुन्छ फेरि हेर्नेछौँ हामीले। अब यो चाहिँ स्पन्ज मात्रै रेडी भयो। यसको लागि चाहिँ हामी चाहिँ अब केक बनाउने छौँ। केक अहिले एकछिनमा हामीले सुरु गर्नेछौँ।